कुन के भन्छ अरे त्यो ठाउँलाई कुन के भन्छ हाम्रो गाइडहरू हामी चाहिँ विदेशी है गाइड यहाँ हुनुहुन्छ हाम्रो गाइड हामीलाई यो ठाउँको नाम थाहा छैन गाइडहरू उहाँले चिनाइदिनु भइरहेछ पहिला बदल यहाँ धेरै आउँथ्यो लोहोरो बोकेर नै बदल आउला एक वर्षमा तेरो मन्नीपुरीले 5 वा 6 वटा बल मार्ने यो गाडी आउने बाटो यहाँबाट रहेछ सफा गरेर भनेको तेरो फापरबिल जाने यो अमले ए फलागाउँ अमले हाइटार ए बाटो पुग्छ योबाट जान्छ फापरचुलीको पल्लो भने त्योभन्दा अझ माथि पर्छ अझै पल्लो डाँडा होइन अझ पल्लो डाँडाको उसमा पर्छ फापरचुली त्यो चुली नैको छेउ यो ल त्यो चुली त्योदेखि त्यो डाँडादेखि चाहिँ उतातिर सबै कुरा देखिन्छ हरेक कुरा देखिन्छ हाइटार पुरै देख्छ सिन्धुली नि देख्छ सिन्धुली त उयो त त्यो कताबाट देख्छ तराई दूरपिनले हेर्नु मात्र देखाउँछ अरे दूरपिनले हेर्नुभयो तर त्यो टावर बन्दै छ होइन ल म यो बाटो हिँडेँ हेर्का त ल राम्रोसँग जानु है शुभयात्रा ल बाई गर्नु न एकचोटि ल हिँड्यो हाम्रो काका अनि बन्दीपुर डाँडा ल्याएर हामीले छोडिदिउँ गाइड हामी 3 जना आएको थियौँ भाइ म आएको थियौँ छोडिदिन्छौँ हामीले गाइड यस्तै हो बाटो भन्यो भने बिजोग छ अब कसरी झर्ने केटो अलिकति त्यो त कसरी झर्ने हिँडेर गाह्रो छ बाइक काँधमा हालेर झर्ने यो बाइक काँधमा हालेर जिस्काइरहेछ भाइले जिस्काइरहेछ बोजू घारी हेर्न जानुहुन्छ नि बोजू घारी यहाँ मुनि छ है गाइड अस्ति नै हामी गएको थियौँ होइन पोखरी कहाँ अघि ल गाइड ल यस्तै हो